ऋण केवल पैसा होइन, भरोसा हो। फर्काउनुहोस्, नत्र भोलि आफ्नै सन्तानको नजरमा पनि अपराधिक ठहरिने हुनेछ। कहिलेकाहीँ हामी सामान्य ठान्छौँ, यति त सानो ऋण हो, उसले सहन्छ नि। तर थाहा छ, त्यो सानो ऋण सायद कसैको घरमा चुलो बाल्ने सानो आशा थियो। त्यो सानो रकम सायद कसैको बुवाको उपचार, छोराछोरीको स्कुल फी, या त्यो एक जोडी जुत्ता हो जसका लागि उसले महिनौँ पर्खिरहेको थियो। जब तपाईँ ऋण माग्नुहुन्छ, तपाईँ केवल पैसा होइन, कसैको भरोसा, विश्वास, सम्बन्ध अनि उनको शान्ति सापटी लिइरहनुहुन्छ। र जब तपाईँ त्यो फिर्ता गर्नुहुन्न, त्यो विश्वास टुक्रिन्छ, त्यो सम्बन्ध बिथोलिन्छ र त्यो घरभित्र बिना देखिएको आदि चल्छ। तपाईँ त आफ्नो जिन्दगी चलाइरहनु भएको हुन्छ, तर ऋण दिने व्यक्ति आफ्नो जिन्दगी रोकेर बसिरहेको हुन्छ। सायद आज त फर्काउलान् भन्ने आशमा, र हरेक रात त्यो आशा आँसुभित्र बगेर जान्छ। सोच्नुहोस् त, त्यो बालक जसको टिफिन पैसा रोकियो, त्यो आमा जसले औषधिको सट्टा पानी पिइन्, त्यो श्रीमती जसले त्यो ऋण नफर्काएको पीडामा श्रीमानको सम्मान गुमेको हेर्नु पर्यो। यी सबै केवल तपाईँले नफर्काएको सानो पैसाको कारण हो। तपाईँ त्यो पैसा लिएपछि फोन अफ गर्नुहुन्छ, बाटो बदल्नुहुन्छ, नाटक गर्नुहुन्छ, झुट बोल्नुहुन्छ, सर बाहिर छु, काम छैन, अहिलेलाई सम्भव छैन भन्दै, र अन्त्यमा चिच्याएरै भन्नुहुन्छ, तिर्दिन भनेको छु, जे गर्नु छ गर्नुहोस्। त्यो क्षण तपाईँ केवल ऋण होइन, आत्मसम्मान, भरोसा र आफ्नो नैतिकता गुमाइरहनु भएको हुन्छ। यस्ता धनहरू जो अर्काको आँसुबाट जम्मा गरिन्छ, त्यो धन होइन, त्यो त श्रापको थुप्रो हो। त्यो मल होइन, त्यो त अन्तहीन पछुतोको कारागार हो। र सम्झनुहोस्, समय सुतेको छैन, ऊ हेरिरहेको छ, लेखिरहेको छ, र उसले कहिले कसैलाई बाँकी राख्दैन। एक दिन त्यो हिसाब मागिनेछ, साबा मात्र होइन, ब्याजसहित। अनि त्यो दिन तपाईँका सन्तानहरू आँखा आँसुले भरेर स्वर कापेर भन्नेछन्, हामी यस्ता बाबु आमाका सन्तान हौँ जसले अरूको आँसुबाट मल बनाएका थिए। हामी त्यो सम्पत्तिको छाया पनि छुन चाहँदैनौँ। त्यो क्षण तपाईँ सम्झिनु त, तपाईँको सम्पत्तिको, प्रतिष्ठाको, सफलता र मोजमस्तीको शून्य मूल्य हुनेछ। यदि साँच्ची नै सच्चा मानिस बन्न चाहनुहुन्छ भने ऋण तिर्नुहोस्, बहाना होइन, भरोसा देखाउनुहोस्। किनभने सम्बन्धहरू पैसा मागेर बिग्रिँदैन, तर ऋण लिएर फर्काइनादा सधैँको लागि टुट्छन्। अनि जीवनमा साँचो समृद्धि भनेको अरूलाई हँसाएर बनाएको संसार हो, रुवाएर बनाएको महल होइन। आजै सोचौँ, के म कसैको आँसुको मूल्यमा बाँचिरहेको त छैन? यदि हो भने आजै उठौँ, माफी मागौँ र ऋण चुक्ता गरौँ। किनभने पैसा कमाउन सकिन्छ, तर भरोसा र आत्मसम्मान गुमेपछि फिर्ता आउँदैन। कृपया जसका लागि यो सन्देश सान्दर्भिक छ, उनसम्म यो आवाज पुर्याउनुहोस्, सेयर, लाइक र कमेन्ट गर्नुहोस्, किनभने साँचो परिवर्तन हाम्रो सचेतनाबाट सुरु हुन्छ। यस्ता मान्छेहरूसँग सधैँ जोगिनुपर्छ। नम्बर 1, जो अरूको निरन्तर चासो गुनासो गर्छन् तर आफू कहिल्यै परिवर्तन हुँदैन। 2, जो सजिलै र बारम्बार झुट बोल्छन्, विश्वास गर्न अयोग्य छैनन्। 3, जो तपाईँलाई नियन्त्रण गर्न र तपाईँको शब्दलाई पङ्ग्याउँछन्। 4, तपाईँसँग खुब गफ गर्छन् तर सबैको पछाडि तपाईँको कुरा काट्छन्। 5, नक्कली शुभचिन्तकहरू जो गोप्य रूपमा तपाईँको सफलताको ईर्ष्या गर्छन्। 6, ईर्ष्यालु साथीहरू जो तपाईँको असफलतामा रमाउँछन्। 7, जो जहाँ पुगे पनि हामीले पनि कुनै न कुनै नोटङ्की गरिरहेका हुन्छन्। 8, नकारात्मक दिमाग भएकाहरू जो हरेक विचार वा सपनालाई कुल्चन्छन्। 9, जो जुन बेला तपाईँलाई समर्थन चाहिन्छ त्यो बेला गायब हुन्छन्। 10, जो तपाईँबाट केही पाउनको लागि मात्र फोन गर्छन्। साथीहरू कसैको जीवनमा मेल खान सक्छ के कस्तो लाग्छ? प्लिज तपाईँहरूले हेरिसकेपछि लाइक, कमेन्ट अनि च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला। अग्लो भिडियोमा भेटौँला। धन्यवाद सबै।